ए हेर्नुहोस् है त यहाँनिर चाहिँ ठ्याक्कै बस्न नबनाइदिएको रहेछ नि त यसरी नेपालको जस्तै छ नि त होइन नेपालको जस्तै जङ्गलको छेउछाउमा यस्तै काटेर बनाउँछ नि त मान्छेहरूले बाख्रा चराउँदा जाँदा ओर्दा ठ्याक्कै त्यस्तै खालको बनाइदिएको रहेछ यहाँबाट यस्तो देखिन्छ हेर्नु यो कति हो यो यो घारी हेर यो हेर्दा निगुरो जस्तो छ तर निगुरो चाहिँ होइन यो खान मिल्दैन पक्का पनि यता जाने यसरी ठ्याक्क गरेर यस्तो गरेपछि यस्तो छ बाटो नि त जङ्गलको मलेसिया है साथीहरू मलेसिया यस्तो छ है खै नेपालभन्दा केही फरक छैन सेम टु सेम हो हेर्दाखेरि त्यस्तै खालको छ ए ठ्याक्कै जङ्गलहरू त्यही त हो नि यस्तरी हरियाली रुखहरू यस्तो छ चराहरू कराएर आएको छ जङ्गलमा कुटुकु गर्दै यस्तो छ है दृश्य चाहिँ हेर्नुहोस् है त किन भन्दाखेरि पुरानो याद आउँछ किनकि म जङ्गलमा चाहिँ एक्लै छु कि कोही छैन कि मलाई कस्तो आनन्द आइरहेको छ कि एक्लै मजा आउँदो रहेछ हौ यसरी पनि एउटा मेमोरी पनि हुने रहेछ कि क्या हो एक्लै हिँडिरहेको छु अन्त वान म्यान आर्मी ए मलेसियाको ठाउँमा एकदम गाह्रो हुन्छ नि तर म त एक्लै हिँडिरहेको छु जङ्गलमा केही हुँदैन आफू एकदम के कस्तो भने आफू चाहिँ एकदम राम्रो हुनु पर्यो कसैले केही गर्ने रहन्छ कि मलेसियाको ठाउँमा मान्छे भने काट्छ आफू एकदम सज्जन हुने सभ्य हुने कसैले केही नभन्ने आफू गल्ती नगर्ने यो केही पनि हुँदैन कसैले केही भने भगवान भरोसा अब कसैको त्यस्तो होला होइन यहाँ त बाँदरहरू टन्नै छ क्या हो देखाउन पाए त तर भित्र जानुपर्छ जङ्गलभित्र जानुपर्छ अलिक देखाउन अलिक असम्भव भयो साथीहरू कुनै दिन देखाउँला है त यहाँ बाँदरहरू टन्नै हुन्छ यहाँ जङ्गलभरि बाँदर हुन्छ क्या कहिले काहीँ के होइन खोज्नै आउँछ के झोलासोला भएर अनि यस्तो झोला के छ भनेर खानेकुरा ल्यायो कि भनेर खोज्न आउन खोज्छ कि यहाँ त अङ्गेरी ठ्याक्कै तपाईँले देखाउँछ त्यही कति छ हेर्नु त ठ्याक्कै फले पनि छ हेर्नु त फलेको पनि छ नि त होइन